हेलो साथीहरु नमस्कार। अनि आज चाहिँ मलाई हजुरहरुको एउटा सानो हेल्प चाहिएको छ है। जसलाई पनि थाहा छ प्लिज कमेन्ट गरिदिनुहोस् होला। जसकोमा पनि यो भिडियो पुग्दैछ प्लिज मलाई कमेन्ट गरिदिनुहोस् होला। निर्जला एकादशी है। निर्जला एकादशी चाहिँ हाम्रो घरको क्यालेन्डरमा जुन चाहिँ छ त्यो चाहिँ जुन 6 तारिक लेखिएको छ है। अनि कसैले सुन्नुमा आउँदैछ, कसैले भन्दैछ कि निर्जला एकादशी त पर्सि शनिबार जुन 7 तारिक हो भन्ने कुरा पनि मैले सुन्दै छु हैन। अनि मैले कति युट्युबतिर कता कता गएर महान विद्वानहरुको भिडियो पनि हेरे। कसैले भन्नुहुँदैछ भोलि नै गरेको राम्रो, कसैले भन्नुहुँदैछ पर्सि 7 तारिक गरेको राम्रो, भोलि गर्दाखेरि केही फल पाइदैन भन्नुहुँदैछ। अनि कसैले चाहिँ भन्नुहुँदैछ भोलि नै गर्नुपर्छ, पर्सि त बिहान 5 बजीसम्म मात्रै छ, त्यसले गर्दा व्रत गर्ने जतिले चाहिँ भोलि नै गरेको राम्रो भन्नुहुँदैछ है। अनि त्यसरी म जस्तै व्रत गर्ने कतिजनाहरु कन्फ्युज भइराख्नु भएको होला हैन। अनि जसलाई पनि थाहा छ, जसले पनि यो भिडियो हेर्नु हुँदैछ, जसकोमा पनि यो भिडियो पुग्दैछ प्लिज थाहा हुने जतिले चाहिँ है कमेन्ट गरिदिनुहोस् होला। अनि हजुरहरुकोतिर हजुरहरुको घरमा नेपाली क्यालेन्डरतिर कहिले लेखिएको छ, 6 तारिक हो कि 7 तारिक। अनि कतिजना जान्ने मान्छेहरु पनि हुनुहुन्छ हैन, उहाँहरुले पनि बुझ्नु भएको होला। प्लिज यो कन्फ्युजन चाहिँ दूर गरिदिनुहोस् होला। भोलि हो कि पर्सि व्रत चाहिँ हामीले कहिले गर्नुपर्ने हो त्यो चाहिँ प्लिज कसैलाई थाहा छ भने कमेन्ट गरिदिनुहोस् होला। थ्यांक यू।